आज घोराइदेखि भालुवाङ हुँदै रोल्पा जाऊ है त। हेलो अनि नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। बिहानै 5 बजे निस्केको हामी बाटोमा अति चिसो थियो। जसो तसो चिसोको सामना गर्दै हामी लमै पुग्यौँ। लमै पुग्दा मिरमिरे उज्यालो हुँदै थियो। केही समयपछि हामी भालुवाङ पुग्यौँ। यहाँ पुग्दा पुरै उज्यालो भइसकेको थियो। भालुवाङदेखि हामी लाग्यौँ बायाँतर्फ। क्याप टोपी लाएर यात्रा गरेकोले होला हावाले टोपी नै उडाउला जस्तो हुँदै थियो। भालुवाङदेखि अलि पर पुगेर हामीले गाडीमा फ्युल भर्यौँ। गाडीमा फ्युल भरिसकेपछि हामी फेरि लाग्यौँ बटडाँडाको उकालोतर्फ। केही समय यात्रा गरिसकेपछि हामी पुग्यौँ बटडाँडा। प्युठान र रोल्पा जाने बाटो यति साँघुरो छ कि ट्रकले हाम्रो एकछिन त बाटो नै ब्लक गरिदियो। केही समय यात्रा गरिसकेपछि हामी पुग्यौँ चकचके। हामी चकचके पुग्दा बिहानको 8 बजिसकेको थियो। बिहान खाली पेट यात्रा गरेको हुँदा हामीले चकचकेमा खाजा खाने निधो गर्यौँ। अति नै सुन्दर अनि शान्त वातावरण रहेको कामना होटेलमा मिठा मिठा खाना अनि खाजाको परिकारहरू रहेछ। खाजा खाइसकेपछि मैले ड्राइभ गर्ने निधो गरेँ। यदि तपाईँहरू पनि रोल्पा र प्युठान आउने जाने गरिराख्नुहुन्छ भने अवश्य पनि यो होटेलमा आएर खाजा खाइदिनुहोला। खाजा खाइसकेपछि फेरि हाम्रो रोल्पाको यात्रा सुरु हुन्छ। त्यसै गरी हामी प्युठानको चकचके भिङ्ग्री होडे प्युठान र रोल्पाको सीमा सुरु खुङ्ग्री पुल पुग्छौँ। यहाँदेखि चाहिँ हाम्रो प्युठान जिल्ला समाप्त भएर रोल्पा जिल्ला सुरु हुन्छ। केही समय यात्रा गरिसकेपछि हामी फेरि रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलीचोर पुग्छौँ। हामी सुलीचोर पुग्दा बिहानको करिब 9:30 भइसकेको थियो। सुलीचोर पुगेको ठिक 15 मिनटपछि हामी लिबाङ नगरपालिका रोल्पा प्रवेश गर्छौँ। त्यसको केही समयपछि हामी रोल्पाको सदरमुकाम लिबाङ बजार प्रवेश गर्छौँ र त्यसपछि हामी हाम्रो गाउँ रेउगा पुग्छौँ। सो यही हो गाइज आजको मिनी भ्लग। तपाईँहरूलाई कस्तो लाग्यो? आई होप तपाईँहरू सबैलाई राम्रो लाग्यो होला। यदि मन पर्यो भने लाइक कमेन्ट गरिदिइराख्नुहोस् है त गाइज। फेरि भेटौँला अर्को नेक्स्ट भ्लगमा।